आदरणीय दर्शक नमस्कार अनि स्वागत गर्दछु नयाँ भिडियोको साथमा म उपस्थित भइसकेको छु। मेरो नाम शङ्कर अधिकारी हो। साथीहरु, आज म ढिला नगरिकन भिडियो सुरु गर्दछु किनभने मेरो कर्तव्य भनेको तपाईहरुलाई सही सत्य जानकारी दिएर राम्रो घरको विवरण बताउने हो र डाइरेक्ट घर धनीको सम्पर्क नम्बर दिने हो र तपाईको कर्तव्य भनेको च्यानललाई सब्स्क्राइब गरिदिने, भिडियोलाई लाइक गरिदिने र शेयर गरिदिने हो। अब म मेरो कर्तव्य सुरु गर्दैछु। साथीहरु, आउनुहोस्, आज मैले तपाईहरुलाई यति नै सुन्दर घरको भिडियो लिएर आउँदैछु। साथीहरु, मैले भन्न त सबै भिडियोमा सुन्दर घरको भिडियो भन्दछु है, तर यो भिडियो तपाईले हेरिसके पछाडी तपाईले मेरो च्यानलको फ्यान बन्नुहुनेछ। साथीहरु, आज मैले अति राम्रो घर लिएर आउँदै छु। तपाईहरुलाई म ढिला नगरिकन भिडियो सुरु गर्दैछु र बाँकी हामी भिडियो हेर्दै गफ गर्दै गरौँला। साथीहरु, यो तपाईले दृश्य देखिरहनु भएको छ, यो चाहिँ ग्वारको चोकबाट 1 किलोमिटर जति अगाडि बढिसके पछाडी आउने जुन गाविस चोक छ, गाविस चोकबाट दायाँ लागेर 1 किलोमिटर जति भित्र आइसके पछाडी यो नयाँ कोलोनी भित्र छिर्ने बाटो हो। साथीहरु, यसलाई चाहिँ बचु हाइट भन्दछ है। बचु हाइटको अब म तपाईलाई यो कोलोनी जुन यो गेट देख्नु भएको छ, दुईटा गेटबाट अब म भित्र छिर्दछु र यो कोलोनी भित्र रहेको 1 नम्बरी घर देखाउन गइरहेको छु। साथीहरु, आउनुहोस्, भिडियो हेर्दै कुरा गर्दै गरौँला। साथीहरु, यो भिडियो हेर्दै हामीले चाहिँ गफ गर्दै गर्नेछौँ। जुन कुराहरू मैले भिडियोमा देख्दछु, जुन कुराहरू म त्यहाँ पुगेर प्रत्यक्ष रूपमा देखेको छु र त्यहाँ घर धनीले भन्नुभएको छ, ती कुराहरूलाई म तपाईहरुलाई क्रमिक रूपमा बताउँदै जानेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला, म क्रमिक रूपमा बताउने छु। यदि तपाईले भिडियो स्किप गर्नुभयो भने इम्पोर्टेन्ट कुरो तपाईले छुटाउन सक्नुहुनेछ। साथीहरु, अनि डाइरेक्ट मलाई फोन नगर्नु होला। यो घरको बारेमा बुझ्नको लागि म घर धनीको नम्बर भिडियोमा दिनेछु। बिक्रीमा रहेको घर यही हो साथीहरु। लगभग 3-4 वटा घर कटिसके पछाडी आउने यो घर। अगाडि 20 फुटे बाटो छ, तपाईले देख्न सक्नुहुन्छ र बिक्रीमा रहेको सुन्दर घर यही हो साथीहरु। भर्खरै फिनिशिङ भएको घर छ साथीहरु, तपाईले देखिरहनु भएको छ। यो घर बिक्रीमा रहेको छ। बाहिरबाट मैले हल्का तपाईहरुलाई घरको दृश्य देखाएको छु। अब म यो घरको बारेमा के युज भएका छन्, कति बाइ कतिका कोठाहरू छन्, सम्पूर्ण कुराहरू बताउने छु साथीहरु। तपाईले देख्न सक्नुहुन्छ यो यहाँनेर गेटबाट म भित्र छिरे र यहाँनेर ग्यारेज देख्नुभयो साथीहरु। अब म तपाईलाई घरको चाहिँ बाहिरको सो देखाउने छु। यसमा 2वटा डोर छ साथीहरु। यतापट्टि लेफ्ट ह्यान्ड साइडमा एउटा भाडामा दिनको लागि चाहिँ सेपरेट डोर बनाइएको छ भने राइट ह्यान्ड साइडमा चाहिँ आफूको लागि माथिल्लो तलामा जानको लागि सेपरेट डोर बनाइएको छ। र माथिको दृश्य मैले तपाईलाई देखाएँ। यहाँ म सुरुमा लेफ्ट ह्यान्ड साइडको भाडामा दिनको लागि बनाइएको डोरबाट चाहिँ भित्र छिरेर अब म तपाईलाई त्यहाँको दृश्य देखाउने छु। यो भित्र छिरिसके पछाडीको लिभिङ रुम हो साथीहरु। ग्राउन्ड फ्लोरको लिभिङ रुम हो। यो रुमको साइज छ साथीहरु 14x17 साइजको यो रुम रहेको छ। तपाईहरुले देख्नुहुनेछ यसमा 14x17 साइजको छ साथीहरु। यहाँनेर कस्तो टाइलहरु युज भएको छ भनेर तपाईले देख्न सक्नुहुन्छ भनेर चाहिँ उहाँले टाइल पनि हटाउनु भएको छैन। आएर किन्ने मान्छेले हेर्न सक्नुहुन्छ। अब म तपाईलाई सोझै किचनतिर लिएर जाँदै छु। किचनको साइज रहेको छ 11x14 साइजको किचनको साइज छ र साथीहरु तपाईले देख्न सक्नुहुन्छ राम्रो ग्रेनाइट लगाउनु भएको छ र यसमा जुन धारोको र चाहिँ प्लम्बिङको अलिअलि जुन धारोहरु फिट गर्नुपर्ने छ त्यसको लागि चाहिँ तपाईले खरिद गरिसके पछाडी अथवा तपाईले बैना गरिसके पछाडी चाहिँ उहाँले फिट गरिदिनु हुनेछ साथीहरु। त्यो छ र तपाईले देख्न सक्नुहुन्छ कस्तो राम्रो तरिकाले चाहिँ यो यसको डेकोरेट गर्नुभएको छ। अब म तपाईहरुलाई यहाँबाट थोरै बाहिर निस्किन्छु। बाहिर निस्किसके पछाडी यहाँ बाहिरपट्टि साइडमा चाहिँ 6 फिट छोडेर चाहिँ उहाँले कम्पाउन्ड गर्नुभएको छ, यानी कि 6 फिट छोडिएको छ ताकि कुनै पनि यदि पछाडी घर बनेको खण्डमा पनि डिस्टर्ब नहोस्, उज्यालोको समस्या नहोस् भन्नको लागि। तर मैले पछाडीपट्टिबाट चाहिँ हल्का घरको ब्याक साइडको अलिकति भिडियो खिचेँ। अब म फेरि बाहिर आएर अर्को किचन पछाडीको अर्को बेडरुमतिर म गएको छु र यो बेडरुमको साइज रहेको छ 11x14 11x14 साइजको बेडरुमको यो साइज रहेको छ साथीहरु। लाइटको कुनै समस्या छैन साथीहरु। तपाईले देख्न सक्नुहुन्छ 11x14 साइजको यो बेडरुम रहेको छ। र यहाँनिर एउटा यो फ्लोरको लागि चाहिँ बाथरुमको व्यवस्था गरिएको छ साथीहरु। बाथरुमको लागि सम्पूर्ण जुन
कभरदेखि लिएर सबै कुराहरू चाहिँ अब तपाईँको चोइसको हुनेछ साथीहरू, तपाईँको रोजाइको हुनेछ। जसले खरिद गर्नुहुनेछ उहाँको रोजाइको हुनेछ र यहाँ अहिले जुन घर धनी हुनुहुन्छ उहाँले चाहिँ फिट गरिदिनुहुन्छ। अब साथीहरू अब यस पछाडि म यहाँबाट बाहिर आएँ। बाहिर आएर चाहिँ म अर्को डोरबाट भित्रै छिरेँ। यो चाहिँ तपाईँको लागि जो घर धनी हुनुहुन्छ उहाँको लागि बस्नको लागि हो साथीहरू। यहाँनिर तपाईँले एउटा ट्याङ्की देखिरहनु भएको छ, ट्याङ्कीको माथिको ढक्कन देख्नुभएको छ। यहाँ 12,000 लिटरको पानीको ट्याङ्की छ साथीहरू है। पानीको समस्या नहोस् भन्नको लागि, स्टोर गर्नको लागि 12,000 लिटरको पानीको ट्याङ्की बनाइएको छ। अब यस पछाडि एकदम फिनिसिङ घर छ साथीहरू। बर्जरको सिल्क चाहिँ पेन्ट लगाइएको छ यसमा। अब यहाँबाट म फर्स्ट फ्लोरतिर जाँदैछु साथीहरू। अहिलेको ग्राउन्ड फ्लोरको मैले तपाईँलाई दृश्य बताएँ र सम्पूर्ण विवरणहरू बताएको छु। र थप विवरणको लागि तपाईँले घर धनीलाई सिधा फोन गर्न सक्नुहुन्छ। म तपाईँलाई थाहा नै छ, हामी घर धनीको सम्पर्क नम्बर भिडियोमा दिनेछौँ साथीहरू। अब यहाँबाट माथि उक्लिसके पछाडि वार्तालीमा निक्लिन सकिन्छ। यहाँनिर यस्तो खालको चाहिँ बनाइएको छ, तपाईँले देख्न सक्नुहुन्छ। अब हामी यहाँ खोलेर म वार्तालीको तपाईँलाई अलिकति दृश्य देखाउँछु। राम्रो डिजाइनमा बनाइएको घर छ साथीहरू। पुरा भिडियो हेर्नु होला। मैले तपाईँलाई माथिको सम्पूर्ण दृश्य देखाउने छु र बाँकी थप कुराहरू यो घरको बारेमा बताउने छु। र अब म फर्स्ट फ्लोरको यो चाहिँ लिभिङ रुममा आइपुगेको छु र यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ अति नै सुन्दर सजावटको साथ तयार गरिएको छ। एकदमै राम्रो छ, भर्खरै फिनिसिङ भएको घर छ साथीहरू। एक लाइक ठोकिदिनुहोस् न है। यो मैले तपाईँलाई एउटा यो दृश्य देखाएँ, यो लिभिङ रुमको दृश्य देखाएँ फर्स्ट फ्लोरको। अब यस पछाडि म यहाँको फर्स्ट फ्लोरको यो लिभिङ रुमको साइज चाहिँ 14x12 को छ साथीहरू। अब यहाँनिर चाहिँ बेडरुम छ। बेडरुमको साइज चाहिँ पनि म बताउने छु र सुरुमा म बाथरुम तपाईँलाई देखाउने छु। बाथरुम चाहिँ 7x4.5 को चाहिँ बाथरुम रहेको छ। तपाईँलाई अब म बाथरुम खोलेर देखाउँदैछु। यहाँनिर तपाईँले बाथरुम देख्न सक्नुहुन्छ साथीहरू। यो फ्लोरमा मास्टर बेडरुम पनि छ साथीहरू। अर्को तपाईँलाई म एकैछिनमा देखाउने छु र अर्को बेडरुम पनि छ। अब म यहाँनिर दुईवटा मध्ये एउटा कोठाभित्र छिरेँ। यो एउटा बेडरुम हो। यो बेडरुमको साइज रहेको छ 10x11 को 10x11 साइजको। यो सुन्दर कलर लगाएको यो बेडरुमको साइज रहेको छ। र तपाईँले लाइटको लागि देख्न सक्नुहुन्छ ठुलो झ्याल छ र हुनुहुन्थ्यो, त्यही भएर लाइटको कुनै समस्या हुने भएन। अब म यो चाहिँ 10x11 को रुमबाट म बाहिर निस्किन्छु र अब म मास्टर बेडरुम छ साथीहरू। यो बेडरुमतिर अब म छिर्दैछु साथीहरू। यो बेडरुमको साइज रहेको छ 11.5x12 11.5x12 साइजको यो बेडरुम रहेको छ। यो मास्टर बेडरुम। अब यसमा तपाईँलाई एट्याच बाथरुम पनि देख्नुहुनेछ। एट्याच बाथरुमको साइज रहेको छ 5.5x4 को। अब एकैछिनमा म तपाईँलाई देखाउँदैछु। यहाँनिरको यो हल्का दृश्य हेर्नु साथीहरू। फुल फिनिसिङ छ। तपाईँहरूलाई यो भिडियो मन नपर्नु अथवा यो घर मन नपर्नु त जस्तो मलाई लाग्दैन साथीहरू। अलिकति भिडियो लामो हुनसक्दछ किनकि सम्पूर्ण जानकारी दिनुपर्ने हुन्छ। जग्गाहरूको भिडियोलाई मैले सकेसम्म 10 मिनटभन्दा सानो बनाउने कोसिस गरिरहेको छु, तर घरको भिडियो अलिकति स्वाभाविक रूपमा अलिकति ठुलो हुने नै गर्दछ किनकि सम्पूर्ण जानकारी बताउनु पर्ने हुन्छ। र यो मास्टर बेडरुम रहेको छ र यो एट्याच बाथरुमको साइज 5.5x4 को रहेको छ। साथीहरू अब म यहाँबाट बाहिर निस्किँदैछु। यो लिभिङ रुमलाई मैले तपाईँलाई देखाउँदैछु कति राम्रो कति सुन्दर देखिन्छ साथीहरू। तपाईँहरूले म त प्रत्यक्ष रूपमा त्यहाँ पुगेर चाहिँ त्यो अनुभव गरेको छु। तपाईँले भिडियोमा पनि पक्कै पनि देखिरहनु भएको छ। अति नै सुन्दर दृश्य छ साथीहरू। अब म यस पछाडि माथि टप फ्लोरतिर जाँदैछु। अब टप फ्लोरमा
रहेको सम्पूर्ण कुराहरू म तपाईलाई बताउने छु। फुल फिनिशिङ छ साथीहरु, तपाईले देख्न सक्नुहुन्छ कस्तो राम्रो कलर लगाउनु भएको छ, ब्रजरको सिल्क कलर लगाउनु भएको छ र यसमा डन्डीहरु 12-16 को डन्डी लगाउनु भएको छ। मसला 2/4 को युज गर्नु भएको छ साथीहरु, तपाईहरुलाई बताइदिहालौं। अब यहाँ पनि तपाईले देख्न सक्नुहुन्छ सेम तलको डिजाइनको चाहिँ यो वार्ताले निकाल्नु भएको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ यो टप फ्लोरमा हामी आइपुगेका छौं। यहाँनेर पनि एउटा बेडरुम र एउटा किचन रहेको छ साथीहरु। किचन मोडुलर किचन रहेको छ, जुन आधुनिक किचन सबैभन्दा बेस्ट मोडुलर किचन रहेको छ भने टोटल घरभरि तपाईले निटको कोको टाइल्स पाउनुहुनेछ। निटको कोको टाइल्स नम्बर 1 टाइल्स, जुन अहिले सम्मकै नम्बर 1 टाइल्स भनेर चाहिँ मानिरहेको छ। निटको कोको टाइल्स युज गरिएको छ घरमा सबै। त्यही भएर यो कस्तो राम्रो दृश्य छ साथीहरु। म टप फ्लोरको यो बाहिर ओपन स्पेसमा छु। अब यहाँ तपाईले यो दृश्य देख्न सक्नुहुन्छ। अब यसपछि यो बाहिरको सो हेर्नुस् त साथीहरु, कस्तो राम्रो सो छ। 2000 लिटरको दुईवटा पानीको ट्याङ्की पनि छ साथीहरु माथि। अहिले म तपाईलाई एकछिनमा बताउने छु। र यो टप फ्लोरको बाहिरी दृश्य मैले तपाईलाई देखाएँ। यो माथि छतमा जानको लागि जुन भर्याङ तपाईले देखिरहनु भएको छ। अब म यो दुईवटा रुम र एउटा बाथरुम छ त्यसको दृश्य देखाउने छु। यहाँनिर देख्न सक्नुहुन्छ यो टप फ्लोरमा छौं हामी। कमन बाथरुमको साइज रहेको छ 5.5/4 साइजको यो कमन बाथरुम रहेको छ। अब म सुरुमा बेडरुमतिर जान्छु। बेडरुमको साइज रहेको छ 10/12 को। कति साथीहरुले साइज पनि बताउनुस् रुमको भन्नुहुन्थ्यो कमेन्टमा हैन। मैले सक्दो कोसिस गरिरहेको हुन्थे, तर आजको भिडियोमा मैले सम्पूर्ण जानकारी दिएको छु साथीहरु। 10/12 को यो बेडरुम रहेको छ भने अब म तपाईलाई एकछिनमा म किचन देखाउने छु। अति नै सुन्दर मनमोहक कलर लगाइएको छ साथीहरु। यहाँनेर जति क्यामेराले क्याप्चर गरेको छ त्यसमा अलिकति फिका देखिन सक्दछ, तर त्यहाँ गइसकेपछि तपाईले देख्न सक्नुहुन्छ एकदमै राम्रो छ। अब यहाँबाट म बाहिर निस्किन्छु साथीहरु। अब म तपाईलाई किचनतिर लिएर जाँदै छु। म सकेसम्म सम्पूर्ण जानकारी दिने कोसिस गरिरहेको छु साथीहरु र म डाइरेक्ट घरधनीको सम्पर्क नम्बर दिने छु। कुनै पनि दलालले कष्ट नगर्नु होला। अब यस पछाडी यो देख्न सक्नुहुन्छ तपाईले मोडुलर किचन। अति नै मनमोहक छ साथीहरु, अति नै सुन्दर दृश्य तपाईलाई म देखाइरहेको छु। अब फुल फिनिशिङ घर छ। तपाईहरुले दिदीको जुन उहाँ जग्गा धनी उहाँ घर धनी हुनुहुन्छ उहाँको कुरा सुन्दा पनि जिन्दगीभरि कमाइरहेको पैसा यदि लगाइरहनु भएको छ घरमा भनेदेखि कमसेकम ढुक्क भएर चाहिँ लगाउन सक्नुहोस् भन्ने उहाँको धारणा थियो। एकदमै राम्रो लाग्यो मलाई। त्यही भएर उहाँले कुनै पनि कुरामा कम्प्रोमाइज गरेको छैन भाइ भन्नुहुन्थ्यो मलाई, र घर हेर्दा पनि कम्प्रोमाइज भएको देखिदैन साथीहरु। तपाईहरुले देख्न सक्नुहुन्छ अति नै सुन्दर घर रहेको छ र रेट पनि एकदम रिजनेबल रेट छ साथीहरु। म तपाईलाई एकैछिनमा रेट बताउने छु साथीहरु। अनि काठ पनि नेपाली आग्राको काठ युज गर्नुभएको छ। तपाईलाई मैले किचनको दृश्य देखाइरहेको छु, तपाईले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ। एकदमै राम्रो तरिकाले चाहिँ फिनिशिङ भएको छ यो घर। कलर देखि लिएर गएर सबै कुराहरु चाहिँ टाइल्स देखि लिएर गएर सबै कुराहरु जस्ताको तस्तै मैले खिचिरहेको छु। तल फ्लोरमा साथीहरु सबै 9 इन्चको गारो लगाउनु भएको छ। मसला 2/4 को युज गर्नु भएको छ रे साथीहरु। यो कुरा एकदम नोट गर्नु होला। तपाईलाई थाहा नै छ 5/1 युज गर्छन् प्राय जसो, तर उहाँले एकदमै 2/4 को तरिकाले चाहिँ रेशियोले युज गर्नु भएको छ। र म छतमा आइपुगेको छु साथीहरु। तपाईले देख्नु होला छतको दृश्य, टाइल देख्नु होला कस्तो राम्रो छ साथीहरु। अब यहाँबाट म हल्का दृश्यहरु बाहिरको सेरोफेरो पनि देखाउने छु र सबैभन्दा पहिला हल्का यो छतको दृश्य हेर्नुहोस्। अब यहाँनेर पनि दारोको व्यवस्था गरिएको छ भने अब यहाँ दारोको व्यवस्था गरिएको छ भने यहाँनेर सोलर पाइपको पनि जडान गरिसक्नु भएको छ साथीहरु। सोलर पाइपको लागि चाहिँ यहाँनेर पाइप निकालेर चाहिँ रेडी गर्नु भएको छ। त्यसको लागि र चाहिँ दुईटा ट्याङ्की लगाइएको छ। डबल तातो चिसोको लागि डबल पाइप सिस्टम छ।
यस्तो खालको फुल फिनिसिङ घर बिक्रीमा छ साथीहरू। तपाईले देखिरहनु भएको छ अति नै सुन्दर घर बिक्रीमा रहेको छ साथीहरू। 3 आना 1 दाम क्षेत्रफलमा बनेको यो इमाडोलको ललितपुर जिल्ला इमाडोलको बच्चु हाइटमा रहेको यो घर बिक्रीमा रहेको छ। निटको टाइल्स लगाउनु भएको छ भने मोडुलर किचन प्रयोग गर्नुभएको छ। बर्जरको सिल्क चाहिँ पेन्ट युज गर्नुभएको छ। 16x12 को डन्डी युज गर्नुभएको छ। मसला 2x4 को युज गर्नुभएको छ। 9 इन्चको गारो छ साथीहरू। बार्ताली राम्रो आकर्षक बार्ताली तपाईले देखि नै हाल्नुभयो हैन। काठ नेपाली अग्राको युज गर्नुभएको छ। पानीको लागि पाइप समेत जुन खाने पानी छ पानीको लागि पाइप समेत बाहिर निकालेर सबै रेडी गरिसक्नु भएको छ। ढलको व्यवस्था भइसकेको छ। बत्तीको व्यवस्था तपाईले देखि नै हाल्नुभयो। सोलर पाइपको सिस्टम समेत जडान गरेर रेडी गर्नुभएको छ। सम्पूर्ण 1 नम्बरले इटा प्रयोग गर्नुभएको छ साथीहरू। र छरछिमेकको शरीर र वरिपरिको दृश्य तपाईले देखिहाल्नुभयो कस्तो राम्रो तरिकाले चाहिँ घर बनाउनु भएको छ साथीहरू। मलाई लाग्दछ तपाईलाई यो घर एकदमै मन पर्यो होला। मैले माथिबाट तपाईको यो तलको दृश्य अलिकति खिचेँ तपाईहरुलाई हेर्न सजिलो होस् भनेर। यो पछाडिपट्टिको जग्गामा ओपन स्पेस रहन्छ। यहाँ घर बन्दैन भन्नुभएको छ किनभनेदेखि यो जग्गाको लागि बाटो छैन अरे। है त साथीहरू यो भिडियो तपाईलाई कस्तो लाग्यो आशा छ यो भिडियो तपाईलाई एकदमै मन पर्यो। रेट रहेको छ 2,18,00,000 रुपैयाँ मात्र। यदि तत्काल बैना गर्दाखेरिमा केही मिलाउन सक्दछु भन्नुभएको छ। त्यही भएर यति राम्रो सुन्दर घरलाई तपाईले खरिद गर्न सक्नुहुन्छ। यो घरको मूल्य 2,18,00,000 रुपैयाँ मात्र रहेको छ साथीहरू। आशा छ तपाईलाई यो भिडियो एकदमै मन पर्यो होला। कृपया भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यो घरलाई खरिद गरेर यो घरको मालिक बन्नु होला। हस्त यति भन्दै आजको यस भिडियोबाट मलाई बिदा दिनुहोस्। छिटै नयाँ भिडियोको साथमा उपस्थित हुनेछु। नमस्ते, शुभ दिन। अझैसम्म पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भनेदेखि रातो बटनमा क्लिक गरेर नोटिफिकेसन बेलको अलमा क्लिक गर्नु होला अनि भिडियोलाई एक लाइक गरिदिनु होला साथीहरू। डिस्क्रिप्सन चेक गर्नु होला, त्यहाँनिर विभिन्न बिक्री हुन बाँकी रहेका घर जग्गाको लिङ्क राखिएको छ। तपाईलाई मन परेको भिडियोको लिङ्कमा क्लिक गर्नु होला र यदि तपाईलाई यो जग्गा मन पर्यो भनेदेखि खरिद गर्नु होला।